खुसी भनेको एक प्रकारको आन्तरिक सन्तुष्टि, मानसिक शान्ति र सकारात्मक भावना हो जुन व्यक्ति आफ्नो जीवन, सम्बन्ध र वर्तमान अवस्थामा सन्तुष्ट हुँदा अनुभव गर्छ। यो भावना क्षणिक पनि हुन सक्छ, जस्तै मिठो खाना खाँदा, साथीभाइसँग रमाइलो गर्दा, वा यो स्थायी पनि हुन सक्छ, जस्तै आफ्नो उद्देश्य प्राप्त गर्दा, परिवारको साथ पाउँदा वा आफूप्रति गर्व महसुस गर्दा। खुसीको बारेमा हामीले कुरा गरिरहँदाखेरि वास्तवमा खुसी नै के हो भन्ने विषयमा हामीले जान्न पनि जरुरत हुन्छ। खास गरी यो खुसी भनेको एउटा दृष्टिकोण हो, एउटा दृष्टिकोण, बुझाइ, आफ्नो एउटा अनुभूति, आफ्नो भावना ले नै यो आफ्नो खुसीलाई के गर्छ, निश्चित गर्छ, अथवा खुसी यो हो भनेर हामीले आफैले पहिचान गर्न सक्छौँ। खास गरी दार्शनिक, धार्मिक र विज्ञान दृष्टिकोणबाट हेर्दा पनि खुसीले आफ्नो किसिमबाट